टोखाको झोरमा फेला परेको एक ट्रक पैसा माओवादी नेता पौडेलको भएको पुष्टि। 33 किलो सुनदेखि रक्तचन्दन सम्मको तस्करीमा परिवार नै संलग्न। टोखाको झोरबाट ट्रकमा 25 करोड विदेशी मुद्रा फेला परेको घटनामा धेरैले मालिक फेला नपर्ने आशंका गरेको थियो, तर नेपाल प्रहरीले उक्त पैसाको मालिकको पहिचान गरिसकेको छ। प्रहरीले 2 साताको अनुसन्धानपछि 25 करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पत्ता लगाएको हो। 25 करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको छ। पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको र यसअघि पनि रक्तचन्दन तस्करी लगायतका कारोबारमा संलग्नता रहेको थियो। उनका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि यसअघि 23 किलो सुन प्रकरणमा संलग्न मानिएका थिए। राजकुमार 2074 सालमा भोटेकोशी गाउँपालिकाका अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। नारायण पनि माओवादीमा आबद्ध छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर 4 स्थायी घर भई टोखा नगरपालिका 10 बस्ने उनै नारायण पौडेल 25 करोडको मालिक भएको प्रहरीले पुष्टि गरेको छ। उनको नाममा पक्राउ पूर्जी जारी भइसकेको छ। रक्तचन्दन तस्करीमा संलग्न नारायण भारतमा बसेर कारोबार गर्थे भने कान्छो राजकुमार पौडेल पनि माओवादीको नेतृत्वमै छन्। गत चैत 4 गते राति ना 7 ख 1652 नम्बरको ट्रकमा लुकाएर लग्दै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका 43 वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो। उनी पनि भोटेकोशी वडा नम्बर 1 कै बासिन्दा हुन्।